So hello guys, welcome back to another episode of Go Ride and Fly. So आज हम के सब हुन्छ होला म पनि सन्चै छु र अहिले चाहिँ हामी चाहिँ टक्क खान रेस्टुरेन्ट हो कि के हो यस्तो हो त्यो रेस्टुरेन्ट चाहिँ हामी चाहिँ खाजा खान सक्छौँ र दाइ चाहिँ हामी बाइक कुर्सी हुन्छ अहिले चाहिँ हाम्रो ट्राभल गाउँतिरको ट्राभल एकदम सुरु भइसकेको छ दाइ चाहिँ टक्कै हेर्नुहोस् लाएर हामीले चाहिँ अब यो चाहिँ हाम्रो ब्लगको सेकेन्ड पार्ट रहेको छ र हामीले चाहिँ केही बेरको आराम बसी अब यात्रा सुरु गर्दैछौँ अनि बाटोमा हेरेर साथ दिनु होला ल ओके सो गाइस अब चाहिँ हामी बाइक गरिसकेको छ र दाइ चाहिँ बाइक चलाइरहेको छ हेलो गाइस चाहिँ पनि झरिसक्नुभएको छ र बेकरी सप यही नै रहेको छ अब चाहिँ हामी यहाँबाट चाहिँ केक लिएर जान्छौँ सो गाइस हामीले चाहिँ भर्खरै केक लिएर आइसकेको छ त्यो बेकरीबाट सो अब चाहिँ हामी चाहिँ गाउँतिर जानुपर्ने हुन्छ होइन अब चाहिँ हामी निस्किनु लाग्यो यहाँबाट अनि बाटो के कस्तो रहेको छ होपफुल्ली यात्रा राम्रो होस् भन्ने हाम्रो इच्छा सो अब बाटोमै हेरौँ है त भाइ उताको हाइवे ठाउँमा ब्रिज भन्ने मात्र हो ढ्याङ ढुरुङ मात्र थियो कि खाल्टाखुल्टी मात्र थियो यो बाटो चाहिँ एक स्मुथ बाटो छ कि यहाँ त होइन एकचोटि कुदाएपछि चाहिँ कतै ढ्याङ्ग छिटो हुनु पर्दैन कि सो आई लाइक दिस बाटो गाइस थ्याङ्क यू सो मच फर दिस मेकिङ दिस ब्युटिफुल रोड एभ्रीवन आई विल सी द गाउँको नेचर चाहिँ बब्बल हुन्छ कि होइन ठुल्ठुलो पहाडहरू होइन
के भन्छ कि योबाट अलिक किन हिँड्ने कि अन्त लामतुन ठ्याक्कै कुन योबाट राम्रो के भन्छ यता सल्लाह भइन्छ यताबाट साराले ब्रेकाट बाटो हजुरलाई बुझाउनु सजिलो हुन्छ यो बाटो जानु भने यहाँ सिधा जानु अनि यस्तो गाउँ चाहिँ त्यहाँ माथि जानु अनि माथि गएपछि एउटा ढलान गरेको एउटा अफरोड छ अफरोड जानु अब चाहिँ हामी चाहिँ बाइक चाहिँ फर्काउनु पर्ने हुन्छ होइन यो बाटो चाहिँ नजाने भयो हामी चाहिँ अब चाहिँ यो बाटो जानुपर्ने हुन्छ यता मुङ्गो नजानु के अरे यसै यसै लाग्छ सो अङ्कल कि दाइ हो चाहिँ बाटो यो बाटो भन्नु छ हामीलाई होइन हल्का हल्का अफर छ खै अब उनीहरूले डाइरेक्टले भन्नुभयो कि बाटो चाहिँ होइन उताभन्दा यो बाटो राम्रो छ तर अघि त्यहाँ राम्रो बाटो देखिएको थियो यो कच्ची बाटो देखिएन सर्टकट हो भन्नुभयो के अरे हेऱ्यो मैले कस्तो छ बाटो गाइस उताभन्दा बाटो राम्रो छ भन्नुभयो अब यो बाटो चाहिँ सुरुमै यस्तो नराम्रो खेला पऱ्यो पछि गएर चाहिँ राम्रो परोस् भन्ने आशा छ पहिला आउँदा चाहिँ बसमा आउँदाखेरि चाहिँ त्यो बाटो गइन्थ्यो हामी अलिकति होइन यो स्योर नभए नि हो कि जस्तो लाग्छ तर यो बाटो चाहिँ हामी फर्स्ट टाइमै हो कि त्यही भएर चाहिँ पत्ताउन गाह्रो भइरहेको छ त ठिक छ त्यसरी कसरी बाटो खोज्यो भने हामी पुग्नेवाला छौँ कता हो यता सिधै हो सकिनु कता हो यार आन्टी लामतुनबाट कता हो लामतुन हजुर त्यहीबाट हो ला केही त्यही भन्नु मलाई सोध्नुपर्छ नि आन्टीहरूलाई देखाउनु पर्छ नि देखाएको थिएँ हो र गाइस बाटो चाहिँ अलिकति हुलिहाल्ने जस्तो बाटो छ अरू चाहिँ अब त्यो बाटो कता गाइस म क्रस काटेर आउँछु यो चाहिँ कबरे खोला पुल रहेको छ खोलामा खोलै छैन अनि हेलो हेलो हाई गर्यो हेलो मेरो फ्यान पो यहाँ मात्र मलाई खान्थेन खुसी लाग्छ राम्रो बाटो त आउँदैन क्या हो त्यहाँ जस्तो लाग्यो आयो घर आयो यस्तो हुन्छ कि गाई छ के हो सर राम्रो बाटो आइरहेको थिएँ दाइहरूले यतातिर कन्भर्ट गरिदिनु भयो थ्याङ्क यू सो मच दाइहरू थ्याङ्क यू सो मच पाहाड भन्ने र खोइ बाटो I like this battle, guys. This battle is made for crossfire, not to 20, but it's okay. I think we have to go upside. Wow, यस्तो बाटो त क्रसफायर रहनु पर्ने हो कहाँ भएको What a battle, yeah. What a creativity. What a beautiful battle. यहाँ त डेन्जर माटो छ गाइज यार चिप्लिन्छ डर छ बाइक क्वालिटी अनि सक्छ च्याप चिप रेटिङ रेडी हुनुपर्छ है मैले केक बजाउनेको थाहा छैन बाइक टाउमा त बढी थियो कि बाइक बाटो चाहिँ पुरै माटो होइन गाइज पुरै टायर गरिरहेको कि डेन्जरै हाम्रो पछाडि डेन्जर धुलो उठिरहेको अझै हामी पुलको बाटो आयो भने यो बाटो हिँड्छौँ भने अब चाहिँ माथि पर्छ हाडै गर्नु तर गरेन माथि
हेरिसक्नु चाहिँ यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदैछ। यस्तो यस्तो बाटोमा चाहिँ ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ। काम गरिरहनु भएको छ होइन। काम हुँदैछ यहाँ चाहिँ बिस्तार चलायो बुलेटमा चाहिँ नउडाइदिउँ भन्ने चाहन्छु। जब चाहिँ बाटो चाहिँ खाँच्चै उकालो बाटो कस्तो बाटो हो भोलिमा चाहिँ नर्मल देखिरहेको होला उता रियलमा चाहिँ अलिकति टफ भन्न गएको छ। त्यही माथि अलिकति धुलो बाटो छ है। सानो सानो गेगारहरू पनि रहेको छ। टायर चाहिँ अलिक चिपिरहेको छ। बाटो राम्रो छ हाट चाहिँ ल यो बाटो we have to go this way guys. This is not way this is the way but this is not for my way. ए हामी जाने त्यो उताको बाटो होइन? No. Oh my god, म त डर छिक्यो त ल यस्तो बाटो हाटी हाली। ठुलो बिस्टा त हो निस्ता के हो माथिसम्म गए सिरिल के ओके पानी रहेको छ गाइस कम्प्लिटली पानी है सब्सक्राइब टु वेस्ट एभ्री टाइम सब्सक्राइब गरिरहेको छ हामी एभ्री मोमेन्ट हाम्रो नयाँ नयाँ कुराहरू देख्न पाइन्छ रियली अमेजिङ त्यो अकल राम्रो छ होला त्यो बाटो त्यहाँ बाटो चाहिँ थाहा है गाडी एकदम कहाँ हुन्छ आउन आयो स्ट्यान्ड हुनु कति भयो आज जाना चाहेंगे ना तो गाड़ी में स्पीड कर सकते हो ये वाले के गाड़ी लाइट ये बात होती है ना है तो गाइस और जैसे ही अगर से बात एकदम टफ है कि हम बाइक से नहीं घूमने आते हो तो लगभग किसी का आएन सो अलिकति हेर्नु सक्नुहुन्छ कतिको बाटो हुन्छ यतिसम्म झलमेटसम्म चाहिँ यस्तो पछि लाग्दो रहेछ उहाँले कन्डिसनको बाटो हो कि होइन गाडी भनेअनुसार चाहिँ बाटो सजिलो छ धर्मको बाटो राम्रो छ भनेको विचार यहाँ चाहिँ एकदम एउटा बाटो बजेर बाटो छैन अब डाउट लाग्छ बाटो हुँदैन तर अप्सनमा चाहिँ त्योभन्दा अर्को बाटो पनि आउँदैन कि फाइनली हामी के ठाउँमा आइपुग्यो छापा देउराली भन्ने रहेछ अनि एकछिन लुङ खोजेर नै थाहा पाउँदैन फ्रेन्ड के जान्छ हामी जानु खोज्छौँ देउराली तर हामी पुग्यौँ छापा देउराली
जहाँ पनि हामी जोराले पुग्यो त्यही जान्छ बक्सिङ पनि पुग्छ यो बाटो हो है हामी पुग्नु त ठ्याक्कै लान्छौँ अरे हजुर अब यसो जानु यहाँ कसै सल्यान आउँछ सल्यान पछाडि खानडाँडा आउँछ खानडाँडा पछाडि आग्री खर्क आयो ए हजुर आग्री खर्कभन्दा अझ अगाडि जानुपर्छ भनेपछि बाटो त यस्तै हो खोइ अर्को साल त यहाँ तक पिच हुन्छ कि अर्को साल चाहिँ हुन्छ है सम्भावना छ कि पालिकातिर कोसिस गरेर A few moments later. सो गाइज अहिले चाहिँ हामी सल्यान भन्ने ठाउँमा आइसकेको छौँ होइन सो दाइ चाहिँ हामी चाहिँ हल्का सर्ट भिडियोको लागि चाहिँ म चाहिँ यहाँ तल ओरेको थिएँ अनि दाइ चाहिँ हल्का घर जानु चाहिँ सर्ट भिडियो खेल्छौँ कि हामी चाहिँ त्यहाँ सक्नुहुन्छ आज अझै पनि पिङ छ अझै पनि त्यसै गाएन होइन अर्को वर्षको लागि होला सायद यो चाहिँ दाइ कस्तो चाहिँ हामी सल्यान भन्ने ठाउँमा आइपुगेको छौँ यहाँ हेर्न सक्नुहुन्छ यो गाउँको एकदम नेचुरल भ्यू र यहाँको मान्छेहरू चाहिँ यहाँ बल खेल्ने गर्नु हुँदो रहेछ यो 10 रुपियाँ पिङ चाहिँ अझै पनि निकाल्नु भएको सायद अर्को वर्ष यही पुरानो हुन्छ होला त्यस राम्रो छ हेर्नु सक्नुहुन्छ हाम्रो बाइकको अवस्था यस्तो छ मान्छेको अवस्था यस्तो भएको छ ठिक छ यो चाहिँ यात्रा चाहिँ अहिलेसम्म दामी भइरहेको छ के कस्तो लाग्यो होला प्रतिक्रिया दिइ गर्नु होला सो हामी अझै पनि देखाउने प्रयास गर्नेछौँ सो बाई